भदौ 23 र 24 को जेन्जी आन्दोलनमा विभिन्न स्वार्थ समूहले प्रवेश गरी हिंसा भड्काउन भूमिका खेलेको विषय आन्दोलनको 1 महिनापछि पनि चर्चामा छ। तर जेन्जी युवाहरूले गरेको आन्दोलनमा आन्तरिक स्वार्थ समूह मात्र नभई बाह्य स्वार्थ समूहले पनि प्रवेश पाएको दाबी र केही आधारहरू फेला परिरहेका छन्। यीमध्ये अहिले चर्चा र संशयको घेरामा परेको समूहको रूपमा तिब्बतियन ओरिजिनल ब्लड अर्थात् टिओबी देखा परेको छ। जेन्जी आन्दोलनका क्रममा टिओबी लेखिएका टी-शर्ट र ज्याकेट लगाई बुलेट बाइक चलाएर आन्दोलनलाई भड्काउन खोजेको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भइरहेका छन्। यो भिडियो हेर्नुहोस्। टी-शर्ट र ज्याकेटमा टिओबी लेखिएका र बुलेट बाइक चलाई जेन्जीको आन्दोलनमा सहभागी यस्ता थुप्रै भिडियो पछिल्लो 2 दिन यता सामाजिक सञ्जालमा देखिएका छन्। सामाजिक सञ्जालमा 3 अक्षरको टिओबीलाई आफ्नै ढङ्गले अर्थ लगाइरहेका छन्। तर टिओबीको अर्थ तिब्बतियन ओरिजिनल ब्लड हो भनेर पुष्टि गर्ने लगाएका ज्याकेटबाट पनि पुष्टि हुन्छ। तिब्बतियन ओरिजिनल ब्लडको नेपाली अर्थ हुन्छ तिब्बती मूलको रगत। जेन्जी आन्दोलनमा स्वतन्त्र तिब्बत पक्षधर मानिसहरू पनि मिसिएको र स्थिति भड्काउन उनीहरूले भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा यही विषय मुख्य चर्चाको विषय बनेको छ। कालो कपडा, बुलेट मोटरसाइकल, भड्काउपूर्ण शैली झल्किने फोटो भिडियो सार्वजनिक भइरहँदा यो प्रकरणसँग मिल्दाजुल्दा अन्य प्रसङ्ग पनि भेटिएका छन्। भदौ 23 मा स्नातक तहकी एक छात्राले कोटेश्वरमा यस्तै हुलिया भएका बुलेट मोटरसाइकल नै चढेर आएका 2 युवाले पिस्तोल झिकेर फायर गरी हुर्किएको देखेको सिधा कुरा जनतासँगलाई बताएकी छिन्। सामाजिक सञ्जालमै भेटिएको यो एक भिडियोमा टिओबी समूहका युवासँग हतियार रहेको देखिन्छ। यो भिडियोले आइतबार दिनभर चर्चा पाएको छ। तर भिडियो जेन्जी आन्दोलन भन्दा धेरै भएको दाबी गर्दै भिडियोमा देखिने युवा आफै प्रहरी सम्पर्कमा पुगेका छन्।